हेलो एभ्रिवान। अनि नाइट ड्युटी गरेर अनि हामी दुईजना चाहिँ अनि हाम्रो दाइको चाहिँ के परे मर्निङ ड्युटी। म चाहिँ रातभरि सुत्नु भएको छ। हामी चाहिँ नसुती हामी चाहिँ दौडिरहेको छौँ आज। अनि हामी चाहिँ अहिले समुद्र अगाडि समुद्र देख्नुहुन्छ। अहिले म ब्याक क्यामेरा गर्छु। हामी चाहिँ आज यस्तो एकदमसँगले रमाइलो गर्न छुट्टीमा समुद्रतिर हावा खान यसो फ्रेस हुनको लागि आएका छौँ होइन त दाइ? के कसो हाम्रो दाजु लासो ओके हामी इन्जोय गरिरहेछौँ अहिले। ल ए साथी हो हामीले चाहिँ यहाँ चाहिँ 100+ छ। दाइले सुरु गरिसक्नु भयो, यता सुरु हुँदैछ। अब मैले पनि सुरु गर्नुपर्ने हुन्छ टक्कसँगले समुद्रको हावा खाँदै खाँदै। चहल पहल चाहिँ राम्रै भइरहेछ है। त्यो टापु चाहिँ दाइ मेरो ससुराली बनाउँथ्यो, त्यहाँ गएर मान्छे बस्दैन अरे। अनि नेपालमा चाहिँ भाइरल छ नि त खाए ल। अनि म पनि भन्छु खाए ल। तर यहाँदेखि पौडी खेल त्यहाँसम्म जान सकिन्छ? सकिँदैन भने त बगाएर त लगिहाल्छ नि। गली पनि छ कि त्यहाँसम्म पुग्नु है? कहाँ अनिले उता त हल्लाएर बगाएर अरूले लगिहाल्छ नि। स्वर सुकिरहेको छ। र पनि म चिसो चाहिँ धमाधम खाइरहेको छु। दाइले खाइरहनु भएको छ। दाइ कस्तो छ? टेस्ट राम्रो छ? मलेसियाको खरबुजा ठिक रहेछ? चिसो छ, राम्रो छ। दाइ कस्तो छ? राम्रै छ। गजब छ। गजब छ। खाएँ ल। यम्मी। ल है साथीहरू, अब हामीले फेरि 300 ml 100 दाइ चिसो रहेछ? चिसो छ दाइ? अब मेरो घाँटी चाहिँ सुकिरहेको छ र पनि मैले लिनुपर्ने हुन्छ होइन? नर्मलै छ भनिहाल्नु भयो। ल त्यसो भए मैले पनि खाएँ ल। खाएँ ल। मलेसियाको चाहिँ सबैभन्दा राम्रो अरे नि त होइन? यो 100+। सबैले राम्रो भन्छ त। के छ तपाईँको विचारमा चाहिँ? टाउको साउको दुख्यो भने पनि यो खायो भने निको हुँदो रहेछ होइन? म चाहिँ प्रायः टाउको साउको दुख्यो भने औषधिको साटो भुँडी डुस्छ भयो भने यो खान्छु। अनि यो चाहिँ एकदमै राम्रो रहेछ। मलेसियामा हुने साथीहरू सबैलाई थाहा छँदैछ। नेपालमा पनि यो पाउँछ भने खानु होला है सबैजनाले होइन दाइ? ल हामी खाँदैछौँ, रमाइलो गर्दैछौँ। अब यसपछि हामी मार्केट जानुपर्ने हुन्छ होइन दाइ? अनि आज हाम्रो सुरेन्द्र दाइको 1 करोडको मोबाइल किन्नुपर्ने होइन? 17.5 करोडको 11 करोडको आज हामी 11 करोडको मोबाइल किन्ने। आज उहाँले 11 करोडको मोबाइल किन्दै हुनुहुन्छ। म चाहिँ हेरेर सघाउँछु है, बोकेर सघाउँछु। भरे नयाँ फोनबाट एउटा सब्सक्राइब बढिहाल्छ। ओके हाम्रो दाइले नयाँ फोन किनिसक्नु भयो, देखाइदिनु। नेपालको झन्डै यो कति पर्यो? 37-38 करोड परेको छ। 37-38 करोडको फोन किनेर हामी एकदम खुसी साथ अब चाहिँ हामी मार्केटभित्र जानुपर्ने हुन्छ होइन त दाइ? अब हामी मार्केटभित्र गएर अस्ट्रेलियन कुखुराको अन्डा किन्नुपर्ने हुन्छ। त्यसै गरी बेलायतको फर्सीको डल्लो किन्नुपर्ने हुन्छ हामीले होइन दाइ? के कसो हो हाम्रो तामाङ दाइ? बेलायत कुखुराको अन्डा यो झोलमा हाल्ने काम पनि गर्नु अब। ल हालिदिनु। हाम्रो दाइहरू अगाडि हुनुहुन्छ मार्केटभित्र। अगाडि गयो भने चाहिँ तरकारी पसल्छ। अनि म लठुवा पछि पछ्याइरहेको छु। के चाहिन्छ है? सस्तो महँगो सबै यहाँ पाइन्छ है। छानी ल साथीहरू, हामीले करोडको फोन पनि किन्यौँ। हाम्रो सामानहरू सबै यहाँ छ, राखिरहेछौँ। अनि फोन किनेर नयाँ फोन हाम्रो दाइले चढाइरहनु भएको छ त्यहाँ पर। अनि हाम्रो तामाङ दाइले चाहिँ फोटो हेर्दै हुनुहुन्छ यहाँनिर हाम्रो दाइले। अनि दाइ आजको भ्लगमा केही छ भन्नु? सबैले यसो सपोर्ट गरिदिनु होला भनिदिनु। रमाइलो भयो, धेरै रमाइलो भयो, खानपिन भयो, चिसो खायो होइन? अब यता सपोर्ट गरिदिनु पनि भन्नु पऱ्यो। अब सपोर्ट गरिदिनु पऱ्यो पनि भनिदिनु पऱ्यो। सबैले सपोर्ट लायक होइन, कमेन्ट अथवा गरिदिनु न। सेयर चाहिँ गर्नु पऱ्यो। सेयर गरिदिनु। हामी भाइरल भयो दाइ आज। अझबाट थ्याङ्क यू। स्योर। ओके आजको भ्लग यति नै छ। अब हामी चाहिँ गाडी चढेर सिधै घर जानेछौँ। मेरो चाहिँ स्वर सुकेको कारणले अलिकति बोल्न समस्या भइरहेछ। त्यही पनि मैले जबरजस्ती भयो नि यसो भ्लगको लागि, तपाईँहरूको मायाको लागि बोलिरहेको छु है त। सेवा हजुर।